हरेक यात्रा अनौठो हुन्छ, कसैका लागि चुनौतीपूर्ण, कसैका लागि प्रेरणादायक। आज हामी क्यानाडामा आफ्नो पहिचान बनाएका नेपालीहरूको कथा सुन्दैछौँ। यो हो एपिसोड 1 अफ मेरो यात्रा। सो वेलकम छ तिमीलाई। तिम्रो नाम चाहिँ के हो र तिमी अब के गर्दैछौ हालसालै क्यानाडामा? यो सानो इन्ट्रोडक्सनको लागि सुरु गरौँ। सर्वप्रथम धन्यवाद, थ्याङ्क यू फर ह्याभिङ मी। मेरो नाम चाहिँ प्रशान्त राई। रिसेन्टली बार्बर इन्डस्ट्री एक्सप्लोर गरिरहेको छु म चाहिँ क्यानाडामा। अल्सो वर्किङ इन A1 बार्बर शप लोकेटेड इन भ्यान्कुभर। सो तिम्रो जर्नीहरू कस्तो थियो क्यानाडाको सुरुवाती दिनहरूमा, र साथै गाह्रो पनि भयो होला, अभियसली विदेशमा त गाह्रो नै हुन्छ, त्यसको बारेमा हल्का केही दिन्छौ? जर्नी एज अ सुरुमा आउँदाखेरि टफ नै थियो, किनकि त्यति बेला मसँग बार्बर इन्डस्ट्री स्टार्ट गर्नुभन्दा अगाडि मसँग टुल्सहरू पनि त्यस्तो केही थिएन। अनि जति पनि टुल्सहरू छ नेपालबाटै लिएको, जुन चाहिँ अलिकति स्लो टाइपको थियो। अनि यो टुल्सहरूमा अलिकति इन्भेस्ट भयो। सुरुमा त अब स्टुडियो पनि थिएन, अनि त्यहाँदेखि घर गएर होम सर्भिस गर्ने, यताउता साथीभाइहरूकोमा थ्रु पुगेर मार्केट प्लेसमा एडभर्टिजमेन्ट गर्ने नेप्लिसिन भ्यान्कुभरमा। अनि दाजुभाइहरूले बोलाइदिनुहुन्थ्यो घरमै गएर सर्भिस गर्ने, एकदमै कम्ती प्राइसमा। त्यसरी नै जर्नी स्टार्ट भयो र फिलहाल अहिले आफ्नै एउटा सानो स्टुडियो छ मसँग। यहाँ अहिले होम सर्भिस दिन्थ्यो भने अहिले घरमै आउनुहुन्छ उहाँहरू। एउटा कज इन्भाइरोमेन्ट छ उहाँहरूको लागि। सो सुरुमा तिमीले कति चार्ज गर्थ्यौ र पर कटको कति लिन्थ्यौ? सुरुमा म होम सर्भिस गर्दाखेरि $15मा होम सर्भिस गरिदिन्थेँ, विच वाज रियली चिप। किनकि क्यानाडामा $15 होम सर्भिस भनेको एकदमै चिप हो। अनि त्यहाँदेखि अब अहिले चाहिँ होम सर्भिस म अलमोस्ट गर्दिनँ। अनि गऱ्यो भने पनि ड्युरेसन अनि त्यहाँदेखि उनीहरूको डिस्टेन्स कति छ त्यो हिसाबले गर्छु। अनि अहिले स्टुडियोमै म अहिले चाहिँ नेक्स्ट मन्थदेखि $20 पर कट हुन आँटेको छ। अनि बार्बर सपमा चाहिँ फिलहाल अहिले $30 पर हेयर कट छ बिफोर ट्याक्सेस। सो यो कपाल काट्ने जर्नी तिम्रो अनि नेपालबाट नै सुरु थियो कि तिम्रो कति वर्षको एक्सपिरियन्स छ यसमा? यो कपाल काट्ने जर्नी चाहिँ कहाँबाट सुरु हो भन्दाखेरि एकजना दाई हुनुहुन्थ्यो नेपालमा। दाईले चाहिँ कपाल काट्ने यताउता गरिराख्नुहुन्थ्यो। म पनि दाईबाट अलिकति इन्सपायर भएर सिकौँ न त भन्ने हिसाबले सिकिदिएको। अनि त्यहाँदेखि दाईले काटेकोहरू हेर्ने। अनि सुरुमा फर्स्ट एक्सपिरियन्स चाहिँ मेरो फर्स्ट कपाल काट्दाखेरिको एक्सपिरियन्स चाहिँ मैले मेरै साथीलाई लिएर गएको थिएँ। अनि गयो, अनि फर्स्ट कपाल कटाइ चाहिँ मेरो 4 घन्टाको भएको थियो है। साथी कुर्सीमा बसिराख्ने होइन, 4 घन्टासम्म उसलाई अब साथी सोझो थियो, उसले केही नभन्ने पनि यताउता भनेर होइन, मेरो चाकु यताउता भनेर पनि केही नभन्ने, उसले कपाल काटिरहेको छ होइन। 4 घन्टासम्म ऊ बसेको त्यत्तिकै होइन। कपाल ड्यामेज भएको थिएन, केही त्यस्तो नराम्रो भएन, कपाल राम्रैसँग रिजल्ट राम्रै भयो। अनि त्यहाँदेखि सेकेन्ड हेयर कट चाहिँ मेरो कस्तो भएको थियो भने मैले मेरो अर्को साथी लिएर गएको थिएँ होइन। अनि त्यो सिलसिलामा चाहिँ मैले झुक्केर उसको कपाल काट्दाखेरि परेला काटिदिएको थिएँ होइन, आधी परेलै थिएन। अनि त्यहाँदेखि साथीहरू आउनु पनि डरायो, प्र्याक्टिस गर्नु यताउता होइन। अनि त्यहाँदेखि त्यो पनि नभएपछि अनि मैले ठ्याक्क क्यानाडा आउने बेलामा मैले गाउँतिर गएँ म होइन। मेरो आफ्नो गाउँ जाँदाखेरि गाउँघरको भाइ बहिनीहरू बटुल्छ होइन, उनीहरूलाई ल्याइकिन। अनि त्यहाँदेखि त्यहाँ कुर्सी केही छैन, मुढामा बसाइवरी तौला बेरेर होइन उनीहरू कपाल हानिदिन्थे, यताउता गर्थे होइन। त्यसरी नै जो जर्नी स्टार्ट भएको थियो, अलिअलि गर्दै सिक्यो। अनि त्यहाँदेखि क्यानाडा आयो। क्यानाडा आएर पनि अब साथीभाइहरूको कपाल काट्नेदेखि लिएर अनि त्यहाँदेखि यताउता एडभर्टिजमेन्ट गर्यो पेजहरूदेखि लिएर मार्केट प्लेसमा होइन। त्यसरी नै अलिअलि चिन्जान भयो नेपाली माझमा भनौँ। अनि त्यो सपोज अब तिम्रो साथीहरूलाई त सुरुमा अब अभियसली जसको पनि सुरुमै क्लाइन्ट साथी नै हुन्छ। सो लाइक तिम्रो अब जस्ट सपोज लाइक फर्स्ट क्लाइन्ट लाइक तिमीले चिनेर छैन उसलाई, उसले चाहिँ तिमीलाई कपाल काट्न बोलायो, लाइक हाउ वाज योर एक्सपिरियन्स एट द्याट टाइम? लाइक कतिको डर लागिरहेको थियो किनकि लाइक साथीहरूको त बिग्रिने मतलबै भएन। त्यो फर्स्टवाला चाहिँ कस्तो भयो तिमीलाई? लाइक स्ट्रेन्जर नभनौँ काइन्ड अफ लाइक तिम्रो फर्स्ट क्लाइन्टलाई कपाल काट्दा चाहिँ कस्तो एक्सपिरियन्स भएको थियो? नेपालीहरूसँग चाहिँ त्यस्तो डर लाग्दैन थियो, किनकि अब नेपालीहरूसँग त बोल्न जे गफ हानिदानी भयो होइन। अलिकति आफूसँग बार्बर फिल्डको अलिकति धेरै नलेज भइसकेपछि आफूले जे गफ हानिदानी हुन्थ्यो होइन। तर मेरो कुहिरेसँगको चाहिँ धेरै नै ब्याड एक्सपिरियन्स भएको छ होइन। मैले बार्बर सपमा मैले सुरुमा एकैचोटि काम पाइनँ बार्बर सपमा। मलाई के अरे
सुरुमा म ट्रेनिङ दिन्थेँ बार्बरसपमा मलाई ट्रेनिङ दिएको थियो फ्री अफ कस्टमै भनौँ न मैले उसलाई त्यो बापत सघाइदिने यताउता होइन क्लिनिङ स्लिनिङ गर्ने अनि उसले मलाई जस ट्रेनिङ दिन्थ्यो त्यहाँनिर अनि त्यहाँदेखि त्यसले के भन्नु भने कोही पनि अब जस मैले ट्रेनिङ लिएको 1 महिना जस्तो पछि उसले के भन्नु भने जो पनि वहाँ किन आउँछ तैँले एक्सेप्ट गर्छस् भनेर भन्नु होइन अनि टक्क एकजना इङ्ल्यान्डको कि इङ्ल्यान्डतिर गएको थियो होला होइन अनि एक्सेप्ट गर तैँले भनेर भन्नु अनि टक्क मैले कुर्सीमा राखेँ होइन मेरो हात साथ कामिरहेछ होइन कामिरहेछ होइन अनि त्यहाँदेखि क्यापसेप लगाइदिएँ होइन मैले काट्नु थालेँ होइन अब कुहिरेको कपालमा चाहिँ अलिकति भनौँ न उनीहरूको कपाल पनि अलिकति ब्राउन खालको हुन्छ कालो हुँदैन होइन काट्दै काट्दा काट्दै अब एक होरो खालको भयो क्या अनि हात पनि काम थाल्ने यताउता अलिकति कस्तो हुन्छ भने नेपालीहरूले चाहिँ अब उनीहरूको अब अलिकति स्ट्यान्डर्ड बेग्ली पनि हुन्छ होइन हामीहरू भन्दा किनकि उनीहरूको अब भनौँ न इन्भाइरोमेन्टदेखि लिएर हरेक कुरा फाल्टै हुन्छ अनि त्यहाँदेखि कपाल काट्दा काट्दै एक होरो भयो क्या म त्यहाँनिर 1 घन्टा जस्तो भइसक्यो कपाल सक्यो कि छैन होइन अनि त्यहाँदेखि त्यो अर्को छक्क परिसक्यो त्यहाँनिर त्यसले एउटा काटेर अर्को हानिरहेछ होइन तै ताइज भनेर भन्नु अनि आएर त्यसले फिनिसिङ दियो क्या फिनिसिङ दियो अनि फर्स्ट एक्सपिरियन्स चाहिँ त्यस्तै भएको छ होइन त्यहाँदेखि सुरुमै अब कपाल काट्दाखेरि अब भनौँ न यहाँको विदेशीहरूको अलिकति अप्ठ्यारै हुन्थ्यो अब फर्स्ट भनेको त उनीहरूसँग गफ गर्न सकिँदैन थियो होइन ल्याङ्ग्वेज ब्यारियर अनि त्यहाँदेखि हाम्रो उनीहरूको स्ल्याङ हामीले नबुझ्दिने होइन अब हामीले के भन्नु खोजेको उसले जोक्स नपक्रिने क्या जो सेवाकामा कनेक्ट नहुने र अहिले अलिकति युज टु भइसक्यो होइन स्ल्याङहरू अलिअलि बुझिँदैछ यहाँको होइन उनीहरूले पनि भन्छ उनीहरूको जोक्स हाम्रो जोक्स अलिक मिल्न थालेको छ अहिले जोक्स ठिकै छ भन्नु हाम्रो त्यसो भए तिम्रो चाहिँ सुरुमा साथीको कपाल काट्यो त्यसपछि तिम्रो फर्स्ट क्लाइन्ट कुहिरे होइन त्यसमा तिम्रो अब छुट्टै कुराहरू थियो है त्यसपछि तिमीलाई चाहिँ क्यानाडा आएर चाहिँ जस काम पाउन गाह्रो छ स्टुडेन्ट होइन तिमीसँग सर्टिफिकेटहरू के थियो कपाल काट्नेको सर्टिफिकेटहरूको कुरा गर्नुपर्दा चाहिँ मसँग मैले ट्रेनिङ लिएको 6 मन्थको सर्टिफिकेट बनाएको थिएँ मैले ट्रेनिङ लिइसकेपछि मेरो इन्टर्न भएको 6 मन्थ सर्टिफिकेट थियो तर सर्टिफिकेट चाहिँ जस्ट अ पेपर भनौँ सर्टिफिकेट भन्ने कुरा चाहिँ होइन मेन कुरा भनेको एक्सपिरियन्स चाहिन्छ होइन हरेक कुरामा म चाहिँ अब त्यो एज अ बार्बर फिल्डमा मात्रै भन्दिनँ हरेक फिल्डमा होइन तपाईँसँग सर्टिफिकेट छ तपाईँसँग एक्सपिरियन्स छैन भने त सर्टिफिकेटको काम छैन होइन कि एक्सपिरियन्स हुनु पऱ्यो अनि एक्सपिरियन्स चाहिँ जो इम्पोर्टेन्ट जस्तो लाग्छ सर्टिफिकेट भन्दाखेरि पनि अनि सर्टिफिकेटले नै काम पाउँछु भनेर चाहिँ मैले आशा पनि गरेको थिइनँ त्यो गर्नु हुँदैन पनि जस्तो लाग्छ मलाई होइन अनि त्यहाँदेखि मैले चाहिँ त्यही हो सुरुमा अब सर्टिफिकेटकै हिसाबले चाहिँ गइनँ म कपाल सपाल काट्ने यताउता मैले मेरो पोर्टफोलियो अलिकति स्ट्रङ बनाउने भन्ने सोचेँ अनि त्यहाँदेखि मैले चाहिँ बार्बर सपहरूमा अप्लाई गरिरहेको थिएँ होइन अप्लाई गर्नुको रिजन चाहिँ जब भन्दाखेरि पनि उनीहरूले फ्री अफ कस्ट ट्रेनिङ दिन्थ्यो क्या मलाई त्यो जब गरे बापत उनीहरूले के भन्छ त्यसलाई ट्रायलमा बोलाउँथ्यो ट्रायलमा चाहिँ आफ्नो एउटा क्लाइन्ट लिएर जानु पर्थ्यो क्लाइन्ट लिएर गइसकेपछि आफ्नो त्यहाँनिर सो अफ दिने होइन उनीहरूले त्यो बापत उनीहरूले कतिको मन पराउँछ मन पराउँदैन अनि त्यो हिसाबले उनीहरूले अब जब दिने भए त्यति बेलै भन्छ अथवा 1-2 दिनमा नभए उनीहरूले तँलाई म ट्रेनिङ दिन्छु फ्री अफ कस्ट होइन अनि त्यहाँदेखि त्यसमा तैँले इम्प्रुभ गरिस् भने पछि काम गर्न पाउँछस् भन्ने हिसाबले उनीहरूले त्यो चाहिँ अफर दिन्थ्यो ओके सो तिम्रो चाहिँ क्यानाडामा चाहिँ सोचिरहेको थियो कि म बार्बरतिरै लाग्छु अथवा अब डिफ्रेन्ट हुन्छ नेपालमा प्यासन छुट्टै हुन्छ धेरैले अब विदेशमा आएर चाहिँ त्यो प्यासन फलो गर्न सक्दैन डिफ्रेन्ट लाइक फ्यामिली रिजन्सहरू हुन्छ आफ्नै छुट्टै हुन्छ तिमीलाई चाहिँ के छ सोच मेरो म बार्बरै हुन्छु भनेर चाहिँ आएको थिइनँ म होइन किनकि मसँग त्यस्तो धेरै एक्सपिरियन्स थिएन पनि अनि नेपालको बार्बर एक्सपिरियन्सले यहाँनिर त्यस्तो धेरै ठुलो केही हुँदैन किनकि ह्युज डिफरेन्स छ नेपालको बार्बर एक्सपिरियन्सले यहाँनिर होइन अब पहिलो कुरा गर्दाखेरि प्राइसकै कुरा गर्दाखेरि किन उनीहरूले धेरै चार्ज गर्छ यहाँकोहरूले र नेपालको प्राइस किन कम्ती छ भन्दाखेरि यहाँको बार्बरिङ फिल्ड चाहिँ अलिकति डिटेल ओरिएन्टेड हुन्छ होइन हामीहरू चाहिँ अब नेपालमा 1-2वटा अलिकति हान्ने बित्तिकै सक्यो होइन त्यहाँनिर अनि हाइजिन त अलिअलि मेन्टेन हुन्छ तर हाई लेभलको हाइजिन मेन्टेन हुँदैन नेपालमा अनि त्यहाँदेखि डिटेल ओरिएन्टेड हुन्छ हरेक 1-2 डिटेल हुन्छ है अनि यहाँनिर अब त्यो डिटेलसम्म प्र्याक्टिस गर्नु त्यस्तो हाइजिन मेन्टेन गर्नु होइन अनि अब यहाँको एक्सपिरियन्स बार्बरहरूसँग टाइम स्पेन्ड गरेर एक्सपिरियन्स गेन गर्नु लामो जर्नी जस्तो लाग्थ्यो मलाई अनि सोचेको थिएन कहिले पनि अब मैले अब सुरुमा मेरो 2 महिनासम्म मैले काम पाइनँ हो त्यो 2 महिनाले चाहिँ कसरी युटिलाइज गर्ने भन्दाखेरि मसँग भएको स्किल नै कसरी गर्नु भन्ने हिसाबले मैले अब भनौँ न टाइम त्यतिकै खेर फाल्नु घरमा बसिराख्नु भन्दाखेरि अब भएको स्किललाई होइन मार्केट प्लेसमा एडभर्टाइज गरेर हुन्छ कि होइन नेब्लिजिन भ्यान गरमा एडभर्टाइज गरेर हुन्छ कि यताउता गरेर अनि त्यहाँदेखि
जस आउँछ भने आओस् भनेर भने मैले। अनि मैले एडभर्टाइज गरेपछि होम सर्भिस आयो पनि एक ठाउँबाट होइन, गएँ 2 जना काटेर आएँ। अनि उनीहरूले मलाई टिप्स पनि दियो टक्क होइन, 5-10 टिप्स दियो। अनि त्यो चाहिँ मेरो फर्स्ट टिप्स थियो होइन। अनि होम सर्भिस गर्दाखेरि अनि पछि मैले मार्केट प्लेसमा हाल्दाखेरि एकजना इन्डियन क्लाइन्ट आउनु भएको थियो होइन। अनि त्यो स्टिल रेगुलर क्लाइन्ट नै हुनुहुन्छ मेरो होइन। अनि त्यति बेला आउँदाखेरि मलाई अलिकति एउटा होप हुन्छ नि त, ल फार्मरमा भइरहेको रहेछ है, अलिकति आइरहेछ भन्ने खालको भयो होइन। अनि त्यही हिसाबले जर्नीले बिस्तारो कन्सिस्टेन्सी दिँदै गएँ होइन। त्यसलाई नि मैले अब आउने रहेछ है गरेपछि भन्ने हिसाबले भयो। अनि गर्दै गयो भनौँ। ओके, सो हालसालै तिमीले सुरु गरेको 1-2 वर्ष भयो होला? लेट्स से 1.5 भनौँ। 1.5 देखि अहिलेसम्मको जर्नी तिमीलाई तिमीलाई कतिको एचिभ गरे, लाइक तिमी अहिले कतिको सक्सेस, तिमी कतिको लेभलमा छौ भन्ने कस्तो के लाग्छ तिमीलाई? स्टिल धेरै लामो छ होइन डेस्टिनेसनमा पुग्नु। अनि सिकिरहेको छु, धेरै कुरा सिक्नुपर्ने बाँकी छ होइन स्टिल पनि। अनि यस हरेक दिन काउन्ट गरिरहेको छु डेस्टिनेसनको लागि होइन। यस गर्दैछु प्र्याक्टिसहरू पनि। अनि त्यहाँदेखि युट्युबबाट हुन्छ कि होइन, सोसियल मिडियाको थ्रुबाट हुन्छ कि एक्सपिरियन्स बार्बरहरूको थ्रुबाट होइन, जो स्किलहरू कलेक्ट गरिरहेको छु होइन। आफूले पनि अब टुल्सहरूमा इन्भेस्ट गर्नेदेखि लिएर बार्बरिङमा मात्रै नभएर मैले अब मेरो अब बार्बरिङ स्किलहरूदेखि लिएर मेरो पोर्टफोलियो पनि स्ट्रङ बनाउँदैछु होइन। जस मार्केटिङदेखि लिएर भिडियो एडिटिङ यताउता, बार्बरिङ मात्रै होइन, बार्बरिङ एउटा ठुलो इन्डस्ट्री हो जस्तो लाग्छ मलाई। कपाल कटाइकोदेखि बाहिर पनि एउटा ठुलो बिजनेसै गर्न सकिन्छ त्यो बात होइन। अब एउटा ब्रान्ड भइसकेपछि त्यहाँबाट धेरै कुरा गर्न सकिन्छ होइन। अब आफूले हेयर प्रडक्ट्सहरूदेखि लिएर होइन। अनि त्यो सबै कुरा सिक्नु बाँकी नै छ। अब हेयर कटकै कुरा गर्दाखेरि चाहिँ हेयर कटमा अब स्टिल 100%मा 30% जस्तो चाहिँ आफूले अलिकति गरे जस्तो एक्सप्लोर गरिसक्यो जस्तो लाग्छ। स्टिल लङ वे गयो होइन। जर्नी सबैको लामो नै हुन्छ जर्नी। सो जर्नी अब सक्सेस लेभलमा पुग्नु एउटा छुट्टै कुरा भयो। जुन जर्नीमा स्ट्रगलिङ फेज हुन्छ त्यो फेजमा चाहिँ तिम्रो एउटा प्राउडेस्ट मुमेन्ट चाहिँ के छ अहिलेसम्मको? तिम्रो हालचाल क्यानाडादेखि 1.5 year भयो तिमीले कपाल काट्न लागेको है, त्यसमा चाहिँ तिम्रो एउटा प्राउडेस्ट मुमेन्ट हुन्छ नि, त्यो चाहिँ के छ तिम्रो? फिलहाल अहिलेसम्म चाहिँ प्राउडेस्ट मुमेन्ट भनेको चाहिँ मैले रिसेन्टली 3-6 month जस्तो अगाडि समिन राई एन्ड द फेरो ब्यान्ड मेम्बरहरू सबैको कपाल काटिदिएको थिएँ। बिग थ्याङ्क्स टु यास इभेन्ट्स होइन फर ह्याभिङ मी त्यति बेला। अनि त्यति बेला जस राम्रो टाइम स्पेन्ड भएको थियो होइन। समिन राई एन्ड द फेरोको ब्यान्ड मेम्बरहरू सबैजनासँग राम्रो कुरा भएको थियो कपाल कटाइको सिलसिलामा होइन। उहाँहरूको जर्नीसँग होइन कसरी इस्टाब्लिस भयो सबै कुरा जस उहाँहरूसँग एउटा क्वालिटी टाइम स्पेन्ड भयो। अनि त्यही जस्तो लाग्छ मलाई चाहिँ अहिलेसम्मको गुड सक्सेस। सो अब हालसालै क्यानाडा मान्छेहरू आउँदैछन्, स्टुडेन्टहरू अरू पनि, तिमीले चाहिँ के एडभाइस दिन चाहन्छौ? अब म पनि आएको धेरै भएको छैन त्यति लेभलको अब एडभाइसै दिन सक्दिनँ म होइन। अब सकेसम्म तिमीले देखेसम्मको लाइक 1.5 year almost 2 years सम्मको चाहिँ तिमीले के फेस गर्यौ, के गर्नुपर्ने रहेछ त भन्ने खालको हुन्छ र त्यसको बारेमा चाहिँ अब म चाहिँ अब मेरो एक्सपिरियन्स अनुसार, मेरो अब जति पनि मैले यहाँ बसेको एक्सपिरियन्स अनुसार चाहिँ अब काम भनेर हतारिनु हुँदैन होइन। आफूमा एउटा पेसेन्स हुनुपर्छ जस्तो लाग्छ। बिस्तारै सबै कुरा मिल्दै जान्छ होइन, आत्तिनु हुँदैन। अनि जस फर्स्ट कुरा चाहिँ अब आउने बेलामा, किनकि अब धेरै टाढाबाट आइन्छ, आफ्नो मान्छे नहुँदाखेरि एक्लै हुँदाखेरि हतारिन्छ, यताउता हुन्छ। तर पनि आफ्नो माइन्ड सेटअप अलिकति पोजिटिभ हुने, जे कुरामा पनि जे नराम्रो हुँदाखेरि पनि पोजिटिभ हुनु होइन, त्यही नै हो भन्छु म चाहिँ। तिमीलाई चाहिँ कति वर्ष पुग्यो? म अहिले रिसेन्टली कति वर्ष? म अहिले 22। तिमी आफूभन्दा 5 वर्ष अगाडि आफूलाई के एडभाइस दिन चाहन्छौ भने के दिन्थ्यौ? म 5 वर्ष अगाडिको मलाई पोजिटिभ, त्यही हरेक कुरा एभ्रिथिङ ह्यापन्स फर पोजिटिभ रिजन भन्ने, त्यो यदि मैले त्यो माइन्ड मेकअप लिएर चलेको भए स्टिल पनि अहिले जस मैले पछिल्लो समयमा आएर बुझेँ, तर त्यति बेलादेखि भएको भए धेरै कुराहरूमा म रिग्रेट हुँदैन थियो होला जस्तो लाग्छ मलाई। सो तिमी क्यानाडा आउनुको रिजन चाहिँ तिमी अब पढ्छु भनेर आएको हो कि अब आफ्नो छुट्टै प्रब्लम्सहरू हुन्छ के हो? मेरो अब क्यानाडा आउनु भनेको चाहिँ मैले चाहिँ अब आफ्नो खुट्टामा उभिनु पर्यो भनेर, त्यसबाट पनि आफ्नो खुट्टामा उभिनु पर्ने छ भनेर म जस मेन कुरा चाहिँ अब
त्यही हो एभ्री यङस्टरहरूको नेपालमा अब एभ्री यङस्टरहरूको त्यही त हो प्रब्लम होइन 12 पछि के गर्ने ब्याचलर्स पछि के गर्ने आफ्नै दाजुभाइहरू होइन मास्टर्स गरेर पनि यत्तिकै हलेर हिँडिरहेछ अब आफू पनि त्यही ताल हुने हो कि भन्ने हिसाबले पनि अब अलिकति नेपालमा एउटा कुरा त अब अलिकति के भन्ने इन्भाइरोमेन्ट छैन होइन वातावरण छैन कसले के गरिरहेछ भने खुट्टा तान्ने यताउता सबैले सुन्दै आएको कुरा होइन अनि अब क्यानाडामा आइसकेपछि चाहिँ एउटा इन्डिपेन्डेन्ट पनि भइन्छ जस्तो लाग्छ होइन आफै पनि सोलो स्ट्रगल गरेर हेरौँ के कस्तो हुने रहेछ अनि मैले चाहिँ अब फर्स्ट चाहिँ मैले अस्ट्रेलिया गर्थेँ भनेर भनेको थिएँ किनकि मेरो अलमोस्ट सबै साथीहरू त्यहीँनिर छ होइन अनि क्यानाडा चाहिँ अस्ट्रेलिया मैले गर्नु खोजेको तर त्यति बेला स्ट्रिक्ट रुल मैले गर्ने बेलामा होइन भिजा रेट चाहिँ त्यति बेला लास्टै कम्ती थियो अनि किन रिस्क लिने भनेर कन्सल्टेन्सीमा एडभाइस लिन जाँदाखेरि उनीहरूले क्यानाडामा सक्सेस रेट राम्रो छ अहिले भिजा रेट पनि गर्दा हुन्छ भनेर मैले हुन्छ ट्राई गरौँ न त भने पिटी क्लासहरू यताउता गर्नु थाल्यो होइन अनि जस्ट एक ट्राइमै भयो होइन थ्याङ्क्स गड होइन एक तालमै भयो आइपुग्यो होइन अनि मैले सुरुमा टोरोन्टो गर्छु भनेर भनेको थिएँ होइन किनकि टोरोन्टोमा एक दुईजना साथीहरू थियो भनौँ होइन भ्यानकुभरमा त्यस्तो थिएन पनि टोरोन्टो लास्टै क्राउडेड रहेछ एउटा कुरा त होइन अनि त्यहाँदेखि मैले त्यहाँनिर अब भनौँ न नेपालीहरूलाई गाह्रो पनि छ यताउता जब्सो पनि छैन ओभर क्राउडेड होइन जब पाउनु कोही 6 महिनादेखि 7 महिनादेखि पाएको छैन त्यो भइरहेको हुँदो रहेछ अनि त्यहाँदेखि भ्यानकुभर जुस भन्नु गड्स प्लान भन्छु म होइन त्यहाँनिर मेरो अफर लेटर रिजेक्ट पनि भयो टोरोन्टोमा होइन त्यहाँ मैले गरेको थिएँ इफ मैले त्यहाँ एक्सेप्ट भएको म टोरोन्टोमा हुन्थ्यो त्यति बेला तर भ्यानकुभर आइयो होइन त्यहाँको रिजेक्ट भयो यतापट्टि अफर लेटर एक्सेप्ट भयो यता आइयो अनि त्यहाँदेखि जो साथीभाइहरू राम्रै भेट्यो चिनजान भयो होइन अनि यो स्टोरी पनि साथी र म मिलेर नै गरेको होइन गड प्लान जो सबै जुस मिल्दै जोडिँदै आउँदो रहेछ भन्नु तिमीले यो स्टुडियो सँगै खोलेको साथी चाहिँ वहीँ चिनेको साथी हो यहीँ आएर चिनेको उसलाई मैले यहीँ आएर चिनेको होइन अनि त्यहाँदेखि उसको नाम मार्सल राई होइन धरानको हो अनि जस उसँग चाहिँ मेरो कसरी कन्ट्याक्ट भयो भन्दाखेरि नेपालबाटै मैले उसलाई जस रुम यताउता होइन अनि त्यहीँदेखि चिनजान भएको अनि पछि गएर उसले पनि भन्दै थियो के भन्दाखेरि तिमी बार्बरिङ गरिरहेछौ होइन बार्बर इन्डस्ट्री यहाँनिर राम्रो छ सिकेर आयो भने यहाँनिर जस केही गर्नु सकिन्छ भनेर भन्थ्यो मलाई अनि त्यही फ्लोमा गयो अनि त्यहाँदेखि पछि यो स्टुडियो चाहिँ स्टोर रुम थियो पुरै स्टोर रुम त गार्बेजहरू त यताउता होइन अनि त्यहाँदेखि यसलाई नै हामीले सफा गऱ्यौँ यताउता पेन्सिल हान्यौँ होइन अनि त्यहाँदेखि सुर्चीहरू होइन ऐनासैनाहरू सबै जस भनौँ न डटफट हानेको क्या यो यहीँ फर्स्ट लिएको होइन सबै जस कुनै कुराहरू छ फर्स्ट लिएको होइन तर सबै डटफट हानेर यताउता गरेर होइन कहाँबाट हुन्छ सबै गरियो होइन यो सानो एउटा राम्रो सेटअप छ स्टुडियो छ मान्छेहरू मन पराइदिन्छ आइदिनुहुन्छ होइन त्यसैमा ठिक छ तिमीले यदि तिमी अहिले नेपाल भएको भए अथवा अन्य अरू देश भएको भए सपोज तिमी अस्ट्रेलियाको भिजा लगाएको भए तिमी चाहिँ बार्बरिङ गरेर हुन्थ्यौ नेपाल अथवा अस्ट्रेलिया अब त्यो त भन्नै सकिँदैन होइन किनकि अब जे पनि हुनसक्छ म इफ भ्यानकुभरमा आएको थिइनँ भने चाहिँ सायद म त्यही 9 to 5 जब गरिरहेको हुन्थ्यो होला त्यही भाडा हानिरहेको हुन्थ्यो होला कि होइन कि अब कहीँनिर होइन सफा हानिरहेको हुन्थ्यो होला कि त्यही हुन्छ जस्तो चाहिँ लाग्छ मलाई होइन भ्यानकुभर आइयो भ्यानकुभर आएर धेरै कुराहरूले साथ दियो होइन मैले गरेँ पनि होइन त्यत्तिकै अब लकले मात्रै नभनौँ आफ्नो हार्डवर्क प्लस लकले अलिअलि साथ दिइरहेको छ भन्नु अहिलेसम्ममा चाहिँ होइन तर अरू देशमा भएको भए चाहिँ त्यही होला आफूभन्दा ठुलो भाँडा हामी चाहिँ अब एपिसोडको एन्डमा आएका छौँ मेरो यात्राको पहिलो एपिसोड फिचरिङ प्रशान्त राई राई कट्स सो लास्ट क्वेसन चाहिँ तिमीलाई अब वाट वाज यर फर्स्ट जब इन क्यानाडा मेरो पहिलो जब चाहिँ मैले चर्चिस चिकनमा गरेको थिएँ होइन मेरो साथी अशोक मगर बिग साउट आउट थियो होइन उसले गर्दाखेरि मैले काम पाएको थिएँ त्यहाँनिर होइन स्टिल पनि गरिरहेको छु होइन विकको एक दिन म त्यहाँनिर जान्छु रेस्ट अफ द डे चाहिँ मेरो बार्बर सपमा हुन्छ कि मेरो स्टुडियोमै काम गरेर हुन्छु किनकि म बिएचएम फिल्डकै भएर मैले हस्पिटालिटी फिल्डमा पनि काम गर्नुपर्ने हुन्छ त्यो सोचेर पनि मैले त्यहाँको जब छोडेको छैन तर बिस्तारै छोड्ने प्लानमा छु किनकि स्टुडियोमा अलिक धेरै टाइम दिन पाएको छैन अनि काम चाहिँ अब त्यहाँनिर के हुने भन्दाखेरि ब्याक अफ द हाउस ह्यान्डल गर्नुपर्ने होइन मासुहरू ब्रेडिङ हान्नुदेखि लिएर चिकनहरूलाई होइन लेग पिसदेखि लिएर थाईदेखि लिएर सबै ब्रेड हान्नुपर्ने होइन कालो कपडा हुन्छ हाम्रो काम गर्दाखेरि होइन एप्रोन सेप्रोन पनि हुन्छ कालो कपडा अब चिटिक्क परेर जाँदाखेरि कालो कपडा अब एन्ड अफ द सिफ्टमा सेतो भइदिने होइन पुरै कालो टी सर्टहरूदेखि जुत्तादेखि
प्यान्टदेखि लिएर सबै होइन। अनि ब्याकअप द हाउसमा भाडा पनि हान्नुपर्ने होइन, अनि ब्रेडिङ पनि हान्नुपर्ने, सबै गर्नुपर्ने। अनि एकचोटिसम्म त के पनि भएको थियो भन्दाखेरि अब एन्ड अफ द सिफ्टमा हामीले गार्बेजहरू पनि गर्नुपर्ने हुन्थ्यो। गार्बेजहरू गर्दाखेरि त्यो गर्दाखेरि सबै गर्दाखेरि एकचोटि त मेरो पुरै हुलियानी होमलेस जस्तो पनि भएको छ क्या। त्यो पुरै फोहोर लागेदेखि लिएर सेतो पनि लागेको छ, पहेँलो पनि लागेको छ होइन, सबै लागेको छ। मैले त्यो भिडियो नै गरेर राखेको छु क्या। अनि त्यहाँदेखि कस्तो कस्तो देखेको छ भनेर मलाई। अनि फक थियो त्यति बेला। अनि एकपल्ट 2 घन्टाको कहिलेकाहीँ चाहिँ त्यो फास्ट फुड रेस्टुरेन्ट लास्टै बिजी हुन्छ, त्यहाँनिर उनीहरूले फास्ट सर्भ गर्नुपर्छ होइन हरेक कुरा। अनि त्यहाँदेखि हामीले पछाडि दिक्कु छ बेडिङ हानेको छ, चिकन फालेको छ होइन। त्यहाँको बोस्ट पार्ट चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि अब त्यो बेडिङ सेडिङ होइन, अनि त्यहाँदेखि पेलन त ठिकै छ होइन, त्यो तातो तेलमा चिकन फाल्नु पर्छ क्या हामीले। चिकन फाल्दाखेरि अनि त्यो तातो तेल उछुटेर कहिले जिउतिर आइदिने होइन, कहिले मुखतिर उछुटिदिने होइन, हो त्यो चाहिँ अलिकति पेनफुल थियो। अनि कहिलेकाहीँ आफ्नो सिफ्टमा फिल्ट्रेसन भन्ने पनि पर्छ। फिल्ट्रेसन भन्दाखेरि चाहिँ हाम्रो त्यो तेलको कन्टेनरहरू हुन्छ 4वटादेखि लिएर 5वटा, त्यो सबै खाली गरेर तातो तेलमा होइन ग्लोभ्स लगाएवरी त्यो पुरै तेलभित्र सफा गर्नुपर्ने क्या होइन। स्टिल पनि मलाई फक लाग्छ क्या त्यो काम। अनि त्यो पनि दिएको टाइममा कम्प्लिट गर्नुपर्ने होइन। अनि त्यो कम्प्लिट गरिसकेपछि होइन कहिले तातो तेल लगाइदिने, कहिले के लगाइदिने होइन। तर त्यही हो अब विदेश भनेर पनि भएन होइन, काम पनि त्यही हिसाबको हुन्छ, पैसा मात्रै धेरै छ भनेर भएन होइन। मेन्टली पनि त्यसरी आउनु पर्यो होइन। अब नेपालमा कामै गरेको छैन, केही गरेको छैन, सिङ्गै भाटेको छैन, यहाँनिर अभियसली त्यो हिमाल चढे जस्तो लाग्छ होइन। त्यही हो, काम त अलिकति गाह्रै हुन्छ, सोचे जस्तो हुँदैन होइन। त्यही पनि अब अन्तिम दिनमा एन्ड अफ द मन्थमा पैसा थाप्दाखेरि पनि मजै आउँछ। सो आजको एपिसोड हामी हिँडिसक्छौँ प्रशान्त। सो तिम्रो राइकर्स अगाडि बढ्दै जाओस् अझै, अझै तिमीले खतरा ठुलो स्टुडियो, अझै ठुलो स्टुडियो होस् तिम्रो है। So this is our end. Thank you so much Prashant for being here. Thank you. नमस्ते सबैजनालाई। हावा प्रोडक्सनलाई धेरै धेरै धन्यवाद आजको दिनको लागि। तपाईँहरूले महत्त्वपूर्ण टाइम दिनुभयो होइन, राइकट्सको लागि, इभन मेरो लागि भनौँ होइन। रातिको 11-12 बजी आएर हाम्रो सानो सुट भएको थियो। अनि भ्यान्कुभरमा जति पनि हाम्रो इन्टरनेसनल स्टुडेन्टहरू हुनुहुन्छ जसले अब हेयर कटमा स्ट्रगल गरिराख्नु भएको छ होइन, राम्रो बार्बर फाइन्ड गर्नु होइन, अनि त्यहाँदेखि अलिकति अफोर्डेबल प्राइसमा होइन, हामी नेपालीहरूको अलिकति त्यस्तै त हुन्छ नि, अफोर्डेबल प्राइसमा तानेर सक्छ। इभन इन्टरनेसनल स्टुडेन्टहरूलाई अहिले गाह्रो परिरहेको हुन्छ किनकि उनीहरू पनि अब स्ट्रगलिङ फेजमै हुन्छ। मेरो एउटा सानो स्टुडियो छ होइन, भेरी क्लोज टु दि 22nd स्टेसन होइन। मेरो इन्स्टाग्राम राइकट्सलाई फलो गर्नुभयो भने त्यहाँनिर मेरो सम्पूर्ण डिटेल म तपाईँहरूलाई दिनेछु त्यहाँनिर। अनि त्यहाँदेखि तपाईँले इभन अपोइन्टमेन्ट्स बुक गर्न सक्नुहुन्छ तपाईँको फ्री टाइममा कुन दिनलाई हुन्छ होइन। त्यो हिसाबले हामीहरू अपोइन्टमेन्ट बुक गरे अनुसार यहाँनिर तपाईँले मेरो वर्कहरू इन्स्टाग्राममा हेर्न सक्नुहुन्छ राइकट्समा। त्यहाँनिर चाहिँ एउटा भिजुअलाइज हुन्छ कि मेरो हेयर कटिङदेखि लिएर कस्तो इन्भाइरोमेन्टमा म काम गर्छु भन्ने। वन्स अगेन थ्याङ्क यू हावा प्रोडक्सन।